यहाँ हेर्नुभयो भने तपाईँले यो पछाडिको बुट खोल्न चाहिँ काहीँ पनि ठ्याक्क ठाउँ चाहिँ देख्नुहुन्न है। त्यसको लागि चाहिँ यहाँ सानो एउटा बटन प्रेस गरिसकेपछि तपाईँले मजाको बुट स्पेस देख्न सक्नुहुन्छ। अब अर्को भनेको चाहिँ यहाँ एउटा सानो हामीलाई ब्लाइन्ड्स भनौँ अथवा ट्रे भनौँ त्यो एउटा दिएको छ। सो यसमा चाहिँ खासै अब यो एकदम लाइट वेट छ, खासै धेरै सामान राख्न मिल्ने खालको चाहिँ छैन होइन। अब अलिकति बुट स्पेस बढाउनु पऱ्यो भने यो चाहिँ हामीले ठ्याक्क निकालेर यसलाई तलपट्टि राखेर पनि बुटलाई चाहिँ एक्सपान्ड गर्न सक्छौँ। अब रेगुलर अरू गाडीहरूमा देखिरहेको जस्तो तपाईँले यहाँ कुनै पनि चार्जिङ सकेट्सहरू अथवा पावर बोल्ट्सहरू, पावर आउटलेट्सहरू चाहिँ देख्न सक्नुहुन्न भने तपाईँलाई यहाँ दुईतिरै हुक दिएको छ अनि यहाँ हामीले सानो लाइट पनि देख्न सक्छौँ। अरू इभी जस्तै यसमा पनि हामीले स्पेयर व्हिल चाहिँ पाउँदैनौँ, तर हामीले यो गाडीमा चाहिँ यस्तो खालको कम्प्रेसर्स र टायर रिपेयर किट चाहिँ मजाले पाउन सक्छौँ। सो यो चाहिँ 420 लिटर्सबाट इट क्यान बी एक्सपान्डेड अप टु 1300 लिटर्स। सो मजाको स्पेस पाउँछौँ। अब यो बन्द गर्न पनि खासै गाह्रो छैन, सिम्पल एउटा बटन छ त्यो थिचेपछि यो